हेलो एन्ड नमस्ते सबैजनामा। अब आज छुट्टीको दिन, अब छुट्टीमा त के गर्नु है, र हामी चाहिँ गान्तोक जानुको लागि प्लान गऱ्यौँ। प्लान गरेर चाहिँ खास कहाँ गएको भने चाहिँ अहिले एकदमै चल्दै गरेको मिलन फ्री स्टाइल भन्ने जग्गा है, एकदमै दामी चल्दैछ उहाँको ग्यारेज चाहिँ। त्यही भएर हामी चाहिँ खोज्दै खोज्दै गयौँ। जाँदै गर्दाखेरि चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो लोकेसन चाहिँ इन्डो बाइपासको छेउमा है, एकदमै भिड लागेको रहेछ र दाले चाहिँ लु भाइहरू टाढोबाट आएको रहेछ भनेर चाहिँ चिया पनि हामीलाई प्रोभाइड गरिदिनु भयो है। अन्त भाइहरू बस्दै गर ल भनेर चाहिँ फाइनली क्र्यास गार्ड यसरी ल्याउनु भयो है। अन्त मैले चाहिँ उकाएँ किनभने पुरा बिजी छ नि त यहाँनिर। अन्त बल्ल 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 पुरा थुप्रो बाइकहरू बनाइसकेर चाहिँ फाइनली मेरो टर्न आएको छ। अन्त यो क्र्यास गार्ड चाहिँ एकदमै दाले चाहिँ रिजनेबल प्राइसमा चाहिँ मलाई गरिदिनु भएको छ है। तपाईँहरूको पनि बाइकको काम चाहिँ केही गराउनु छ भने चाहिँ यहीँनिर भिजिट गर्नुहोस्। लोकेसन त अघि मैले भनि नै सकेको छु। एकदमै धेरै धेरै धन्यवाद छ हाम्रो मिलन दालाई, यस्तो राम्रो सर्भिस दिनुभएको छ है। अन्त अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ एकदमै चल्दै गरेको जिल रेनकोट पनि एकदमै रिजनेबल प्राइसमा लिनु सक्नुहुनेछ। तपाईँले अनलाइनमा हेरेर पनि यहाँ चेक गरेर पनि आउनु सक्नुहुनेछ। एकदमै फास्ट डेलिभरी गर्नुहुँदैछ है मिलन दाले चाहिँ एक दिनमै। र साथीले पनि यसरी रेनकोट किनेर चाहिँ हामी चाहिँ लाग्यौँ। बाई बाई।